हेलो साथीहरु नमस्कार। साथीहरु छ नि मैले तपाईहरुलाई यो चेन्सर मेसिन चलाउँदाखेरि चाहिँ यो टुटी मोबिल चाहिँ यो बिर्कोले 3 बिर्को यो बिर्कोले पनि 3 बिर्को 1 लिटर पेट्रोलमा 3 बिर्को हाल्नु भनेर भनेको तपाईहरु चाहिँ होइन 1 बिर्को मात्रै हाल्यो किनभने धुवा आयो धेरै भन्नुहुन्छ है। त्यस्तो होइन के साथीहरु, धुवा आयो भन्नुको लागि त मैले यो चस्मा दिएको छ नि। यो प्रत्येक मेसिनमा यो चस्मा हालिदिएको छु हैन। यो किन यो बच्चालाई खेलाउन दिएको होइन, मैले बच्चालाई लाउन दिनु दिएको होइन नि। यो धुवा आउँछ भनेर नै यो मेसिन किनकि यो चस्मा हालिदियो हो नि त है। अर्को कुरो धुवा नलाग्नुलाई त बाइक किन्नु पर्यो नि। बाइक जस्तो होइन नि है। काठ काट्ने मेसिन किनी अनि धुवा आयो भनेर हुन्छ त है। त्यही भएर 3 बिर्को 1 लिटरमा 3 बिर्को यो लग्यो भने 3 बिर्को यो लग्यो नि 3 बिर्को चाहिँ हाल्नै पर्यो तपाईहरुले है। महत्वपूर्ण के हो भन्दा साथीहरु यो 100 ml लेखेको छ हैन। विदेशतिर चाहिँ विदेशीहरु अलि पढे लेखेको हुन्छ र विदेशमा डाक्टरहरुले चाहिँ 5 ml खाऊ दिनमा 3 टाइम भनेर भन्छ है। तर नेपालीहरुले बुझ्दैन के। त्यही भएर डाक्टरले के भन्छ 2 बिर्को 3 टाइम खाऊ भन्छ है। किनभने ml सेमल भनेको यहाँ थाहा हुँदैन है। अब 10 ml खाऊ भन्छ अनि त्यहाँबाट 5 ml मात्रै खाइदिन्छ अनि डोज पुग्दैन नि त, बिरामी मर्छ। त्यही भएर 2 बिर्को 3 टाइम 1 बिर्को 3 टाइम खाऊ भनेको कारण किन भन्दाखेरि चाहिँ डोज पुगोस् मान्छे नमरोस् भनेको कारण त्यही हो कि। मैले पनि तपाईहरुलाई 3 बिर्को चाहिँ 1 लिटरमा हाल्नु भनेको कारण किन भन्दाखेरि मेसिन नबिग्रियोस् भनेर हो हैन। तपाईहरु चाहिँ 1 लिटरमा 1 बिर्को मात्रै हाल्दिन्छ अनि 1 लिटर 5 ml हाल्यो भन्छ 1 बिर्को हाल्यो भन्छ मेसिन अनि 2 महिनामा खत्तम। तपाईले मैले भनेको कुरा सुन्नुस्, 1 लिटर पेट्रोलमा यो 3 बिर्को हाल्नुस् कि यो 3 बिर्को हाल्नुस् 8 वर्ष मेसिन बिग्रिदैन के। धुवा त आइहाल्छ नि। धुवा नआउनुको लागि त बाइक चलाएर हिँड्नु पर्यो हैन। बाइक मेसिन किन चलाउनु हैन है। त्यही भएर धुवा आउने नआउने भन्दाखेरि नि 1 लिटर 3 बिर्को हाल्नु है साथीहरु। हस् धन्यवाद।